नमस्कार हजुर। नमस्कार। आराम हुनुहुन्छ? ठिक छ। अनि के छ सर, शिक्षा विधेयकको तत्कालै पास हुने अवस्था छ कि छैन? असारसम्म पास हुन्छ। असारसम्म? ए अनि यो आन्दोलन के छ, लम्बिरहने हो? आन्दोलन के हुन्छ अब, आन्दोलन सरकारले ए त्यसो भए आन्दोलन त्यस्तो जसो आन्दोलन बन्द भनेको छ, अनि के छ सर? हजुर, आन्दोलनले सबै विद्यालयहरू बन्द गर्ने कार्य के अरे यासी सबै बन्द गर्छ त्यो सरकारले कुरा हो नि, त्यो संसदको दायित्वभित्र पर्दैन। हामीले तिनका समाधान गर्न पनि सक्दैनौँ। त्यसो भए हाम्रो काम विधेयक बनाउने हो, विधेयक दिने 1 महिना पर्ख्यौ भनेका छौँ, 1 महिनाभित्र हामी ल्याउँछौँ भनेका छौँ। अनि उनीहरूलाई अहिले चाहियो, आज बेलुकै चाहियो भनेपछि त्यो अध्यादेश चाहियो भन्छन्। त्यो त सरकारले ल्याउने हो, हामी संसद। भने तत्कालै शिक्षा विधेयक पारित हुँदैन है सर? तत्कालै भने कहिले हो तत्काल भने? होइन, शिक्षक महासङ्घले जस्तो गरिरहेको छ उनले आज बेलुका जाने चट्ट बसेर भोलि बिहान पास हुने चिज होइन त्यो। हामीले विधेयक पास गर्नलाई त हामीलाई त टाइम लाग्छ नि। टाइम लाग्छ, त्यही त होइन। यति कुरा भनेको छु, रातादिन काम गराएर जाने मैले जेठको महिना अर्को सदनमा म पेस गर्छु, वर्षीय अधिवेशनमा। पहिलो हप्ता 17 दिनको तेस्रो हप्तामा पेस गर्छु। त्यसो भए घर पठाउने तयारी छलफल गर्नुपर्छ। टी प्रोसिडियरलाई सभापतिले फटफट लेखेर जाने पेस गर्ने भन्ने म भोलि पर्सि पनि पेस गरिदिउँला। नत्र त्यसो के गर्ने, कसो गर्ने, कसरी बैठक गर्ने, कुन मान्छेसँग सल्लाह गर्ने भन्ने कुरा हुन्छ नि त। सजिलै चिज छैन नि, उनीहरूले भने माग गरेको चिजको चाहिँ भने जति सजिलो त छैन सर। पनि होइन, विद्यालय बन्द ठप्प गर्ने भनेर परिपत्र गरिरहेको सरकारले खुलाउनु पर्यो, वार्ता गर्नु पर्यो, छलफल गर्नु पर्यो। कानुन बनाउँदा संविधान विपरीत गर्न भएन, संविधान विपरीत गर्ने संविधानलाई संशोधन गर्न लाउनु पर्यो। अनि त्यसपछि न कुरा हुन्छ। कानुनी राज्यमा कानुन विपरीत गर्न सक्छौँ हामी। अहिले तिनीहरूले माग अनुसारको जाने विधेयक बनाउनलाई त संविधान संशोधन माग बमोजिमको गर्नलाई संविधान संशोधन गर्नुपर्छ नै। प्रेसिडेन्टले जान दिनुहोस्। अब 1 महिना 1.5 महिनाभित्र हामीलाई 2 रुपियाँ माग्नु भएको छ, 10 रुपियाँ तिरे गरिकन जाने ल्याउँछौँ भन्दा पनि मान्नुहुन्न। अनि उहाँ त उहाँहरूलाई सम्पन्न गराउँछौँ भन्ने पनि मान्नुहुन्न। अब उहाँहरू त फेरि स्वत स्थायी भन्नुहुन्छ राहतलाई। अब स्वत स्थायी गर्नलाई त एउटा कुरो त्यो पनि सकिँदैन सर। अर्को कुरो जस्तो अब शिक्षा पढिरहेको जाने लाखौँ विद्यार्थी छन्, उनीहरूलाई स्वत स्थायी गर्ने भने त लाखौँ विद्यार्थीको अवस्था के हुने त सर? त्यो पनि त हेर्नु पर्यो नि। त्यो त लाखौँ विद्यार्थीहरूको भविष्य सोच्ने मास्टरको काम र सरकारको काम हो। मास्टरहरूले काम ती विद्यार्थीहरूको भविष्य बनाउँछौँ भनेर जाहिर खाएको हो। त्यसो भएको हुनाले त्यो हिसाबमा नसोचेर विद्यार्थीलाई लथालिन पार्छौँ सार। अब यो विधेयक कसको लागि हो? के मास्टरको शिक्षकको लागि अथवा केही व्यक्तिको लागि हो? त्यो त सबै आम नेपाली जनताको लागि, भविष्यका लागि बनाउने शिक्षा हो नि। त्यसैले यो जसले जे भनेका छन् त्यो तरिकाले हुँदैन। यो आफ्ना स्वार्थ समूहहरूको भरमा हुँदैन र राष्ट्रका निमित्त के गर्न पर्ने हो। यहाँनिर गल्ती गर्यौँ भनेर हामीले भोलि विधेयक ल्याएर यहाँनिर गल्ती भयो समितिले भन्ने कुरा नराखेर हामी अगाडि बढ्ने प्रयासमा छौँ। कहीँनिर भयो बाउने भने सट्याएर जानुपर्ने हुन्छ। यस्ता सुझावहरू दिनुहोस्। योभन्दा अगाडि पनि जस्तो नेपाल सरकारले अनि शिक्षकहरूसँग पटक पटक के अरे सहमति गरेर कार्यान्वयन नगरेको अवस्था पनि हो सर। अब त्यो कुरा कार्यान्वयन गर्छ गर्दैन सरकारले गर्ने हो। हामीले शिक्षकहरूको हितका निमित्त, विद्यार्थीहरूको हितका निमित्त, राष्ट्रलाई हित हुने गरेर हामीले अगाडि। अनि त्यही त राज्यले अब बेला बेलामा सहमति काम गर्नका लागि फटाफट हुँदैन। संविधान पासेको त तपाईँ 1758 दफामा संशोधन गरेर संशोधन पर्याएको छ भने अनि 7 दिनमै त्यो विधेयक सिद्ध्याउनु पर्छ भन्ने मान्छे को? 7 दिनमा त सिद्धिँदैन सर। त्यसो भने तपाईँहरूले पनि चाहिने दफा उपदफा सबै हेर्नुपर्छ, कहाँनिर संशोधन गर्ने, कहाँनिर के गर्ने। भोलि त्यसबाट पनि कुनै घाटा हुनु भएन। आगामी पुस्ता जाने पुस्ता राष्ट्रलाई घाटा हुने गरिकन विधेयक आउँदैन। राज्यलाई घाटा हुँदैन, राष्ट्रलाई देशलाई घाटा हुने गरेको विधेयकमा ममरो थापा सही गर्दैन हो। होइन, त्यो कुरामा हामीलाई पनि विश्वास छ। अर्को कुरो जाने आउँदै गरेको पुस्ताहरूको भविष्यमाथि पनि घाटा हुनु भएन नि सर यो विधेयकले। विद्यार्थीहरूको भविष्यमाथि घाटा नहुनका लागि शिक्षक र जाने अहिले अब यो घाटा नगर्नका लागि शिक्षक र जाने सरकार जवाबदेही हुनु हो। सरकार जवाब दिनुपर्छ, यसमा राज्य जवाबदेही हुनुपर्छ हो। त्यसैले हामीले 1 महिना, हामीले म्याच 2 वर्ष 1 वर्ष त भनेको छैनौँ नि। जेठभित्र हामीलाई अवसर दिनुहोस्, हामी सबै काम गरेर देखाउँछौँ।
भनेपछि असाढभन्दा अगाडि चाहिँ हुँदैन। अब यो अहिले त अधिवेशनै छैन त कहाँ हुन्छ त? अहिले त हामी छलफलमा छौँ त, रातादिन जुटेकै छौँ छलफलमा लागिरहेको। यस्तो पनि भन्ने छन् नि सर, जस्तो राज्यले चाहेपछि जाने रातारात 5वटा विधेयक चाहिने सँगै पारित गर्न हुने, अनि राज्यले चाहेपछि जाने शिक्षा विधेयक जाने किन पारित गर्न नसक्यो भन्ने पनि शिक्षा विधेयकलाई अध्यादेशबाट ल्याएर शिक्षा बिगार्ने हो भने त्यही भएर मैले सरकार र जाने शिक्षकहरूले जवाब दिनु पर्यो, त्यो विधेयक फिर्ता लिनु पर्यो। जब विधेयक जाने समितिमा संसदमा पेश भइसक्यो त अनि अध्यादेश ल्याउन सक्छ? अनि त्यो पनि त माग छ नि सर। पहिलो कुरा त यसको जाने गर्नलाई यो विधेयक फिर्ता माग्नु पर्छ, अध्यादेश ल्याउनलाई यो फिर्ता माग्यो भने फिर्ता पठाइदिउँ हामी। अनि अहिले त्यसो भए तपाईँ आन्दोलनरत शिक्षकहरूलाई अनि के गरेको पठाउनुहुन्छ सर? सबै शिक्षकहरू अब स्कुल शैक्षिक सत्र सुरु भइसक्यो, सरकारको काम हो कि मेरो काम होइन नि। अनि त्यही त तपाईँ त शिक्षा समितिको चाहिँ सभापति हो, तपाईँ अनि कसरी दिनुहुन्छ सरकारलाई? सभापतिले मैले सबै मैले त्यो रिस्पोन्स लिन्छु। तोकिएको मितिमा काहीँ मेरो 2-4 दिन ढिला पनि हुनसक्छ काम गर्दा गर्दै। त्यो काममा कुनै हालतले पनि विद्यालय शिक्षक विधेयक ल्याउँछु भनेको छु। अनि यतातिर अब जस्तो विद्यालयहरू खुल्ने अवस्था आइसक्यो, विद्यालयहरू लथालिङ्ग छन्, शिक्षकहरू कपी नै चेक नगर्ने। त्यो मलाई त क्वेसन नगर्नुहोस् न, त्यो क्वेसन गरेर सरकारसँग र शिक्षकहरूसँग हो कि होइन? त्यही त तपाईँ सभापति भएको हैसियतले अब राज्यलाई कसरी? मेरो दायित्व छैन नि, म रातारात विधेयक चेन्ज गर्न सक्दिनँ नि। त्यही त तपाईँ विधेयक पास गर्न सक्नुहुन्न, त्यसको चाहिँ दफादार छलफल गर्नुहुन्छ, त्यसमा मैले माने कि अब जस्तो अनि तपाईँ पनि राज्यभित्रकै मान्छे हो नि, एउटा शिक्षा समिति भनेको पनि त त्यो भित्रको एउटा महत्त्वपूर्ण अङ्ग हो। के भन्नुभएको छ? मैले पनि माग गर्ने त्यही हो, भविष्यमाथि खेलबाड कोही नगर, राष्ट्रमाथि खेलबाड नगर। आफ्नो स्वार्थलाई विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइन्न भने बापत त अहिले तपाईँहरू सञ्चारमा छाप्दै हुनुहुन्छ। अनि होइन, सञ्चार माध्यममा छाप्ने सञ्चारकर्मीहरू त काम हुनु सर, जे भएको छ त्यो यथार्थ कुरा त भनिरहेछौँ, यथार्थ कुरा बोलिरहेछौँ नि हामीले। ए हस्, तपाईँको म विधेयक ल्याउँछु राष्ट्रका हितमा निमित्त, विद्यार्थीको हितका निमित्त, शिक्षकहरूको हितको निमित्त। ए हस्, त्यो विधेयकमा म व्यापक छलफल गरेर अबको 10-20 वर्षलाई शिक्षालाई सुधार गरेर लिने हाम्रो आयोजना के दिन। ए हुन्छ सर, तपाईँ भनेपछि तपाईँको विचारमा तपाईँले भने बमोजिम असाढभन्दा अगाडि विधेयक पारित हुँदैन? असाढभन्दा अगाडि त मैले भन्दिनँ। म यो संसद चालु भएको अब अहिले पनि मैले उपसमिति गठन गरेर अब करिब 27-28 दिन हाम्रो उपसमितिको म्याद हुन्छ। 35 दिने म्याद राखिएको छ। 35 दिनभित्र उनीहरूले उपसमितिबाट छलफल गरी प्रतिवेदन समितिमा पेश गर्नुपर्छ। अब त्यो 35 दिन मध्येमा 5-7 दिन गइसक्यो। अब यो तोकिएको 35 दिनभित्र उनीहरूले प्रतिवेदन पेश गर्छन्। त्यसपछि हामीले 5-7वटा बैठक गर्नुपर्छ, फेरि पनि दबावार छलफल गर्नुपर्छ। त्यो छलफल गरेर विधेयक टेबल गर्नुपर्छ। हस्, तपाईँको अमूल्य समयलाई तपाईँलाई धेरै धेरै धन्यवाद सर। आगामी विषयमा आगामी दिनमा कुरा गरौँ। थ्याङ्क यू।